मसिले गाई यतातिर छु होइन हल्का अब सुत्न आँटेको म आजको डेट चाहिँ कति भयो भन्दाखेरि जेठको महिना हो 9 गते हो सायद म यस हिसाब ड्रइङको भिडियो सिडियो बनाएर अब सुत्न आँटेको म चाहिँ यता अमिसे लडीबडी गरिरहेको छु यसैमा अहिले चाहिँ म यता दर्शनको घरतिर थिएन बुक पनि देख्न सक्नुहुन्छ कत्रो बुक तानी प्रथम चरण आयो फेरि यहाँ म घरतिर जान आएको छु भोलिको दिन गाउँ जानुपर्छ आज के साल हो जेठ 17-18 हुन्छ 17-18 12 गते आज जेठ 12 गते महिना अहिले चाहिँ 9 बजिसकेको छ टाइम म घर जान आँटेको भोलि दिन प्रेमहरू गाउँतिर जान्छु भन्ने छ प्रेम करण राज अनि यता हाम्रो रामगिरी अब के गर्छन् केटाहरूले अब त्यति बेला देखाउँ जानु भनेर आइसकेको छैन यहाँ हामी देख्न सक्छौँ रामलाई टिका सिका लाएर आएको ल छिटो गराउन म भात खान्छु म पुरा टिका सिका लगाएर आइसकेको छ मलाई चाहिँ छिटो के छकाउ यिनीहरू छिटो रुली तिमीलाई बल लगान पुरा जोड लान यार होइन साँच्ची भनेको भात खानु सक्यो केटा गाडी छुट्यो ल्याङ हुन्छ अहिले तुफान मार्न 8:30 को गाडी हो अनि 8 भयो 20 मिनटमा पुग्नुपर्छ त तै ढिलो आएको म तल खास 55 मा टिपेर म हिँड्ने मान्छे हो प्रेममा कुरा छोड्दैन राजेश 5 जना छन् भने प्रेमले 4 जना मात्रै छन् मेरो मम्मीले अघि भात पकाएको भन्न त अब कलेज जान दिन्छ त गरम त जस्तो गराइहाल्छ होइन अन्त किन मतलब कामहरू गर्न जान भन्न किन गराउनु पढाउनलाई होइन जम्मेला भन्न खोजेको क्या बिरामी मम्मीलाई पढाउँछ नि अनि छोरा त अहिले चाहिँ हामी दमक आइसकेको छौँ नि हाम्रा केटाहरू पनि पुरा के झोला त छोड्यो नि छोरी जब दमकको मामाको घरतिर जाँदैछ बिस्तारै चस्मा जुत्ता सबै लगाउँला लकेट अकेट एक महिना चाहिँ टिकाउ न
टिकिन्छ टिप्नु पर्यो झै झगडा भएन नि केटाहरूले ल्याङ गरेर पड्काइदिन्छु फेरि मास अलिकति गर्दैन गर्न नि दिनु हुँदैन अब सबैजना मन मिल्ने भएपछि त्यस्तो गरेर हुन्छ चुङचुङ गरेर हान्दिनँ बरु अनि फन्को लगाइदिने मास श्रेष्ठ मलाई कस्तो लाग्यो भने यहाँ आकाश सुबिडी हुन सक्छ यता नि छ अर्को केटाहरू आउँदै छैन हामी यता छौँ आइपुगे परम दोस्तहरू प्रेमहरू हाम्रो सरकारहरू यो फोन मलाई दिन्छ न बटेले यो त प्रेम त्यो ड्राइभर के को गर्छ ट्र्याक्टर गर्छस् कि फार्म वर्कर अहिले चाहिँ हामी यहाँ पुरा बोर्ड हेरिरहेको छौँ नि केटा हामीलाई त्यो चाहिँ ओके पुरा देखाएको निकै अगाडि नै गइहाल्छ है बोर्डहरू भएको भइहाल्थ्यो तिम्रो नाम के हो छिटो भन तिम्रो नाम भन सोध न त पहिला तिम्रो नाम के हो मेरो नाम यहाँ त्यहाँ होइन यहाँ भन्नुपर्छ तिमीले 97 तिमीले बिचमा यो काम त छोडिदिनौ नि 0 बिचमा काम छोडिदिनौ 0 साइकल किन लाग्यो त 14 032 मेरो खै त भरेको कस्तो उयो भयो बट मेरो साइन हुँदैन नि यस्तो फेरि अर्को पारा ल्यान्छ थाहा छ कि छैन अब यही हजुर यहाँ नेपाली लेखेछ अरू सबै इङ्ग्लिस लेखेछ बट खाता खानुहोस् न 3-5 भयो अनि फेरि भोलि आउनु परेन त्यो कपीहरू राख्ने माले कपुरी कले के सोचेर आएको के भइदियो है यहाँ चाहिँ हाम्रो केटाहरूको काम फिक्स गर्ने भनेर आएको सेलेरी चाहिँ 8 अरे भोलिको इन्टरभ्यू के भन्छ सरसल्लाहमा आएपछि समझदारीमा सेलेरी फिक्स हुन्छ तर 8 चाहिँ दिनै पर्छ अरे भर्खर खोलेको जुत्ताको सोरुम हो 12 जनामा हाम्रो 4 जना केटाहरू फिक्स 15 गतेभन्दा यतिखेर काम फिक्स भइसक्छ कहाँनिर छ यो गाडी अघि बिहान आएको गाडी तिम्रो घर अगाडिबाट आएको गाडी होइन यो मलाई के थाहा म आएँ त 8:30 को गाडी तिम्रो घर अगाडिबाट जाने कुन पर्खेर ल्याएको होइन हेर यसलाई मलाई कहाँ आएर म म्याजिक ल्याएको होइन मान्छे खोइ कोही जस्तो मान्छे छ पहिलो छैन नि मान्छे त
ऊ चाहिँ छ गेट हजुर त्यो फरक होइन रेल आइडी यहाँ रहेछ यहाँ होला के हो भनेको त यही हो के चाहिँ बोर्ड पढ्नु मन अब यस्तो त्यो भित्रभित्र पसेर चाहिँ कसले किन्छ र लुगा चप्पल त्यही त यहाँ भित्र त फेरि सबै बनाएको छ त ओइ कस्तो राम्रो क्यामेरा अनि जुम हुँदा पनि कस्तो उज्यालो देखिएको के सब्जी तिक्न त्यो सडा खान सक्छ हँ के सब्जी तिक्न अँ केलाको अरे केलामा त केला के धुरा ल्याइसकेको धुना बात राम्री नै छु फुलभन्दा माइजूले क्या अनुप माइजूले क्या चप्पलहरू कस्तो कस्तो थियो गर्मीमा लाउने खालको के कस्तो भन्दैन थियो के पनि केलाइसकेको छ काट देखाइस् कि क्या हो त्यो पनि बाल्दिन न त यो म पकाएर ल्याउँदै प्याज काटेँ त्यो ग्यास ठुलै पकाउनु छिटै पाक्छ हैन एकपल्ट चलाइहेर्नु 5 मिनेट त्यो 10 मिनेट भित्र पाक्छ यो धेरैलाई प्याज काट्यो न त देखिँदैछ मजाले स्पष्ट देखिन्छ त्यो भ्रमण गरिसकेको छ अब गर्छ त अब दिनभरि खाट्ने त थेचारी त होइन त अब एउटा सुन त ढसन ल्याएपछि फर्म तल राख्नु नि त्यो दिउँसो उदो फर्मै तल बस्ने गर्नु होइन भन्नु मतलब त्यही चक्कु छ बस चक्कुकै भएर काट प्याज आधी मात्रै काटे आधी मात्रै एउटाको आधी त्योभन्दा बढी पर्दैन केही त प्लेट माल न त्यो एउटा त्यो बुटुको माल यहाँ छ बुटुको त्यो फाल्दैन लुगा फोहोर हुँदैन तलतिर त्यो भुइँमा लाग्दाखेरि ब्ल्याङ्केट मुला सुत्ने चिज अब भान्सामा पुरेपछि कहीँबाट हुन्छ होइन त्यस्तो भनिँदैन सबै एकै नासको मान्छे त कहाँ त हुन्छ त अन्त प्लेट बुटुकोमा हाल भने अब ऊ बुटुकोमा आँट्छ त प्याज ल त्यो बढाउने काम त्यसलाई भनिदिनु म जान्छु म ल अन्त प्रेमले त्यो माझ्नु भन्नु आज भोलिदेखि डेली त्यहीँ माझ्नु नि तर तिमीहरू त्यो दुईजना थियो त्यो शिवलाई नलाउनु बुझिस् शिवले भातहरू पस्केर कस्तो मलाई मिठो र नमिठो पहिलो दिन त हुन्छ त पानी पुग्दैन तिमीहरू यहाँ मस्त बस्दा हुन्छ शिवले भात सब्जी पकाइसक्छ अनि पस्केर पनि दिन्छ त्यही सिर्फ तिमीहरूले खाने हो अनि त्यो धन्दा गर्ने हो त्यो राम्रो काम धन्दा गर्ने त्यो कराउने काम यो जमेत सफाइ गर्ने प्रेमको काम त्यो चुलो पोस्ने गर्ने हो होइन प्रेमले घरतिर गरेछ नि त अनि ल काम हो त्यो खेलेको उहाँ गएर सबै बोली छ बोली त बिग्ने हो आधी मात्रै है सिङ्गे होइन नि धेरै प्याज नि चाहिँदैन खोसेलेर त्यो निकाल्दा हुन्छ खोसेलेर निकाल्दा हुन्छ होइन हौ मलाई के बाल हाल्दै त सिबी भात नपाकाउनु जेलसम्म त्यो मोबाइल सोबाइल खेल्न पाउँदैनस् नि
त्यो ग्यासको पुरा फारू गरौँ भन्न खोजेको अब मलाई यता त्यो म खाना भाषा डरला ओर्ला अनि ग्यास अलिकति नि खेर नजास् भन्न खोजेको त्यही त बडीमा त्यो 20 मिनटमा पाकिहाल्छ केटा करणले तँलाई त्यो सब्जीहरू केलाउन ओर्न त्यो सघाउँछ नि होइन होइन एकजनाले ल्यायो त्यस्तो होइन तिमीलाई पकाउन आउँदैन त नि किन पकाउनु हिजो के भनेको अब त्यसले त्यो धन्दा गर्छ होइन होइन डेली पकाउँछ तेल हाल थोरै थोरै तेल हाल त्यो धेरै नहाले आइज लग्यो त्यो गर म तेल हाल यो के रे यो खोरहरु चाहिँ उयो गर्नु अहिले आमे गरिस नि त्यहाँ नि भोलि कराउनेर उ भराउँदै गर्छ नि भागेर तछि भाडा मात्ने चुलो के बेरमा कहाँ हो अनि भाडा मात्ने त उसको पनि भाडा अनि आदि मात्र नि ठिक छ तर त चुलो त्यो राम्रोसँग पुस्दैन छ भन्ने यसले घरतिर डेली चुलो पुस्नु उसको एक दिन छोड्दैन बिहान पनि बेलुका उठ्छ आमाले चुलो पुस्ने कामै गर्दैन हामी त सरसफाइ राख्छ भनेर यो सिमेन्ट जति फोर गरेर गरे पनि प्रेम ल्याएर त्यो सबार्छ किनकि भातले छले पनि पुस्छ निकाल्छ मार्दिम यो भिडियो होइन नमार न उहाँ त्यो भनिदिनु पर्ने बेलुकाले देखिदिनु पर्दैन यो देखाउन आँटेको लगेन नदेखाउनु त अब सबै सँगसँगै पारिदिनु परेन ओइ पक 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 त्यो अलिक तात्तिन दिएन नत्र फेरि यो हुँदैन पानी गइसकेछ गए पनि अलिकति तात्तिन दे भनेको क्या प्रेमको मम्मी म त कति धेरै काम गर्छु बिहान भात पकाउनु पनि मै भाडा जुठो भाडा मान्छे पनि मै भातहरू पकाउनु छ त्यो मान्छु म तर यो जुठो भाँडाहरू कहिले काहीँ माझ्नुहुन्छ कहिले काहीँ प्रेमले मान्छ बेलुका बजी प्रायः प्रेमले मान्छ बिहान बजी मान्दैन किन बिहान बस्न आउँदैन बिहान स्कुल आउनु पर्दैन स्कुल आउनु पर्दैन स्कुल आउनु पर्दैन ए पहिला अब त डेली गर्नु पर्यो भात खाइसकेर कति बेला कुन सब्जी नपकाउने कुन सब्जी चुलोमा पकाउने कुरा त थाहा छैन सुरुमा हाइ नपकाउने ओ, अनि तातेपछि बोल्नु तँलाई आएन रुख हुँदा यो डोरी यता समात यो प्याज साथ हालेर त्यो आलु सालु हाले पछि पो त्यो हाल्ने त बेस थाहा छैन बेसार हाल्नुपर्छ पहिला त थाहा छैन यो के हालेको त सिमेको तरिकाले ल बस लेटेस्ट टेक्नोलोजी ल आज तेरो अनि मलाई पनि हेर्नु पर्यो नि त नत्र त्यो धेरै पनि बेसार नहाल्नु ठिक्क हाल्नु त्यही त बुझेँ कि पहिला चलानै पर्छ त्यही भएर भनेको क्या दुई तरिका हुन्छ क्या खाना पकाउने त्यो खोजाकारले बढ्दैन तेरो ट्रिक पनि जानु भोलि मेरो ट्रिक जान्नु मेरो होइन चाउको हरायो त अलि लोग चाउको बेच्छु कि क्या दोकानतिर त्यो पानी छानेर यो गरेको क्या कस्तो सजिलो हो प्याज आलु अलि मोटो मोटो काटेको कि सपिङ बोर्ड भयो तर मसिनो पार भन्नु मैले मास्टर ट्रिकमै जानुपर्छ है त्यो परेबाट गर्न परेबाट यो कुरा सब्जी चाहिँ कोही त पर निकाल्दै फेरि ल्याउँदै गर्न लाभै तितो हुन्छ कि एकपल्ट चलाएर हाल्नु क्या यो छिटै यो हुन्छ ल अब छैन झुम्रो पकाउने म भोलि आउनु रस पनि बना ल रस बिना त आफ्नो त भातै के काम त्यसलाई दिएन त झुम्रो बनाउँछ यहाँ कामको छ अरे त्यो ए हेर्न समात्ने ठाउँलाई पनि दमक नगरपालिका दमक झापालाई यसले समात बेला बेला त्यो मलाई उल्टै यो पकाउनु नपकाउनु यो त्यो भाँडा चाहिँ पकाउने यहाँ तल हाल भाँडा यो भाँडाको यहाँ चाहिँ राख्नु यहाँ चाहिँ राख त्यहाँ त भर्खर तातेकै छैन कहाँ त्यहाँ राख्नु यसले टुपी यो निकाल्नुपर्छ भने जानेको रहेछ खोर्सानीको टुपी सुपी हालिदिनु छोड्दैन निकालिदिन्छ नि त भन्नुभयो ए खोर्सानीमा अलिक मसिनो गरेर काट्नुपर्छ खुर्सानी अघि तेलमै दिनु पर्थ्यो काटिरहेको थियो त्यो हरिदिन त डढिसकेको थियो अनि यहाँ झुङ्गा छैन नयाँ अब छोप्नु न यसलाई कराई पनि सानो दिएको सायद पुग्छ कराइको त तर अलिक गाह्रो हुन्छ नि साङ्ग्रोको प्रेमलाई जम्मै चुलो माथि चले पसेर भरे ग्यास मार्ने प्रेमकै काम प्रेमलाई त्यो सम्झाइदियो ग्यास मार्ने पनि प्रेम ग्यास म मारिदिइहाल्छु नि
पाकिसकेपछि त अब तैँले पनि सब्जी पकाएर हुन्छ थाहा छ तैँले अब कहिलेकाहीँ चट्नी बनाएको हुन्छ के को अचार घन्टा बना मलाई आएको जति गरिदिऊ ल चिकन चट्नी बनाउनु आउँदैन आउन त आउँछ नुन हालेर खानु नुन अब हालेर अनि छोडिदिउँ न यो चाहिँ पहिला ढक्कन लगा न करानको काम चाहिँ सब्जी काट्ने अनि के अरे घरबाट आउने अनि बडा प्रयोग गर्ने करानको हाम्रो त्यो भाडा सिङ्ग हुनु पर्यो भनौँ मैले प्रेमलाई त्यो जिम्मेदारी भयो यो समाज तेरो मर्जी हो म त जान्दिनँ यहाँ समाजै फोन के को झगडा गर्नु त बच्चाहरू झगडा गर्नलाई त्यस्तो भयो भने त म त घर जान्छु बस्दिनँ सकेसम्म त्यस्तो हुँदैन क्या कहाँ अब यत्रो ठुलो भएर पनि बच्चा जस्तो झगडा गरेर हुन्छ देख्नुभयो गाइजहरू कता कता हात लाएर छ भात सब्जी पकाउँछन् मान्छेहरूले त्यही भएर अलिक जो पाए त्यसले दिएको चाहिँ खानु हुँदैन हात कता कता लायो अहिले भर्खर तपाईँहरूले प्रत्यक्ष आँखाले देख्नुभयो कहाँ अरे मोटे कहाँ अरे को फेरि के नेटै चल्दैन फेरि यहाँनिर हेलो हजुर ए कोठामा बसिरहेको हेर्नु न अब दुईजनालाई काममा राख्यो दुईजनालाई राखेन अब त्यही भएर कोठामा बसिरहेको दुईजना साथीहरू चाहिँ काममा गएका छन् अब आउने बेला भयो होला हामी चाहिँ यहाँ दुईजना बसिरहेको अब यहाँ भात पकाउँदैछन् झगडा गर्दै ओर्दै भात पकाउँदैछन् बस्ने यस्तो छ एउटा सिरानी छ चारजना मान्छे छन् यही ब्याग स्याग लुगा सुगा उता झुन्नाको ब्याग उता त्यही हो यस्तो यस्तो अब भ्याकेन्सी अब भोलि अब उनीहरूले साथीहरूले भयो अब तिमीहरू बिना हामी काम गर्दैनौँ भनेर भन्दै थिएँ अब अनि अहिले के कुरा छ भरे आएर भन्छन् खोल न बहिनी खोल न खोल किन लुके कि कसले के भन्यो कसले यस्तो के भन्यो फोर्टिस्टेटमा हुन्छ मलाई लाग्यो होइन त्यही अब युनिभर्सिटीको लेक्चरको त्यस्तो हुन्छ अनि रिडिङमा 60 मिनट टाइम हुन्छ क्वेसन छुट्टिएरै हुन्छ अनि यसमा आइडेन्टिफाइङ इन्फर्मेसन होइन आइडेन्टिफाइङ राइटर हो त्यस्तो हुन्छ अनि 150वटा वर्डदेखि 2750वटा वर्डसम्म हुन्छ के तिमीलाई सुरु दिने त्यसको बारेमा भने कस्तो हुन्छ एक्जाम भनेर त पहिलो दिनदेखि नै जोडिएको सुरु दिनदेखि भनेर तै मात्रै थिएस् पहिलो कुरा अरू छैन त्यसो त्यही केटी त्यही त्यो सिस्टर लुती लुती भन्न त पातले लुती जे भन्दा नि भएकै छ त अब राइटिङको 60 मिनटै टाइम हुन्छ यसको चाहिँ 2वटा पार्ट हुन्छ होइन फर्स्ट पार्ट चाहिँ 3 मार्क्स 3 जिपिएको हुन्छ भने सेकेन्ड पार्ट चाहिँ 6 जिपिएको हुन्छ क्या अब 60 मिनट टाइममा यो फर्स्ट टास्कलाई चाहिँ 20 मिनट मात्र दिनु अरे क्या किनभने यसबाट धेरै तान्न सक्दैन 3 मात्र अरे अनि 100 लेस देन 170 वर्ड्स अरे 170 वर्डभन्दा धेरै चाहिँ नलेख्नु अरे यसमा होइन अनि लेख्दाखेरि अनि सेकेन्ड टास्कमा चाहिँ 250वटा वर्डदेखि 300वटा वर्ड लेख्नु अरे यसको चाहिँ जस्तै फ्री राइटिङ जस्तो आफूले लेख्नुपर्ने त्यस्तो हुन्छ अनि स्पिकिङमा चाहिँ 11 to 14 मिनट हुन्छ होइन अनि पार्ट 1 नै इन्ट्रोडक्सन दिनु पर्यो आफ्नो होइन अनि इन्डिभिजुअल लङ टर्म भनेको त्यो आफ्नो खुल्के बारेमा उयो गर्नुपर्छ अनि पार्ट 3 मा 2 डिस्कसन हुन्छ कनेक्टेड विथ पार्ट 2 यो पार्ट 2 सँग कनेक्टेड हुन्छ डिस्कस मोर
एब्स्ट्र्याक्ट इन अर आइडियाज त्यो खोइ के बारेमा भन्नु पऱ्यो होला। अनि यसले चाहिँ के गर्न खोजेको भने तेरो कम्युनिकेसन कस्तो छ, तेरो बोल्ने कतिको उयो छ भनेर चेक गरेको। यति पढाएको कि क्लास बिहान मात्रै हुन्छ कि जति बेला पनि पढ्ने, दिउँसो पढ्न तँलाई त अनि यहीँ छ, तँ त यहीँ छस्। त्यो त ठिक छ, मलाई मात्रै त्यो पढाउँछ र अरू हुँदैन। अहिले बिहानको बेला चाहिँ 3 जना मात्रै हो। अरू दिउँसो त धेरै मान्छे जान्छ। आइपुग्छ अहिले हाम्रो त अगाडि बढिसक्यो। अब घरे दिउँसोतिर आइजो, यहाँ बुझ दिउँसो क्लास कुन खाली छ भनेर, दिउँसो क्लास कुन हुन्छ भनेर भन, अनि कुन चाहिँमा भन्छ नि त्यसमा आइजो। त्यति चाहिँ मलाई त सिकाउने पछि यति यति त तँलाई नै पढाइहाल्छ त। अब कि मलाई त्यो पर्सनल त पढाउँछ आइजो न मात्र। त्यही त अब यहाँ हो कि कहाँ हो नि मामा भने त्यो भरे त मेरो फिक्स त भइहाल्छ। के गर्ने कसो गर्ने भरे फिक्स त भइहाल्छ कि भरे एकल गर्नु। तेरो कहाँ जाने सोच छ अरे केटा? इन्डिया फिक्स कुरो गर्न। अनि त्यसले त अनि इटाली भन्थ्यो त्यहाँदेखि त्यही त रविनालाई जाने त्यही त्यो दसैँसम्ममा चाहिँ फिक्स गरिदिन्छ अरे। दसैँसम्ममा उड्ने कि नउड्ने भन्ने कुरा भइहाल्छ अरे क्या त्यसले भनेको होइन। मलाई फेरि कसैलाई नभन भन्थेँ। तैँले भनेको अर्को दसैँ ए त्यसो भए तेरो त्यसले त्यो टोडी है बाछा ए त्यही म अझ तँलाई मात्रै भनेको है कसैलाई नभने फेरि कोटा कम्प्लिट हुन्छ अरे थाहा पाइहाल्छ नि है। खोले गर्दा अनि आइल्स पढ्ने नि सरले नि भनिदिइहाल्छ नि कि भन्दैन त्यसरी। आफूले पो छान्नु पर्यो। यहाँनिर जुन कन्ट्री हुन्छ हो त्यसमै जा भन्छ नि। मलाई अस्ट्रेलिया जा भन्थ्यो। अनि के हो अस्ट्रेलिया चाहिँ जान्न नि कसले त्यत्रो पैसा लगाएर। मलाई कम्ती नि तर 1 करोड लाग्छ। कहाँ छ त्यो मर्न कोही 15 चोटि कल हान्दा उडाउँदैन। ठुक्क 1 करोड त कम्ती नै लाग्छ त्यसो। कसको त्यसो कहाँ कसले भने करोड लाग्छ? अस्ट्रेलिया कि त्यो लाग्छ 25 लाख हुन्छ। यार पहिला हाम्रा आन्टीहरू मलाई त्यो 70 के 60 लाख त उतैतिर हाले खर्च। अनि यता जाने आउने अहिले घटेको छ। घट्यो भने त मलाई राम्रो हो त। 20-25 लाख दिएर 35 लाख। अब कुन ठाउँमा जाने अनि कुन सहरमा त्यो गाउँतिर जाने हो कि मलाई जुनै युनिभर्सिटीको हिसाबले हुन्छ। पहिलोबाट जाने त गाह्रो हुन्छ है। फर्स्ट पर्सनमा जानु भने कि मलाई कपालै जानु पर्यो। कपाल अब त्यसलाई कसले बिहे गरिदिन्छ होला। बरु त बिहा सकेर जाँदा बरु ठिक हुन्छ। 8 वर्षमा बिहा सकिन्छ। 8 अनि 1 वर्ष रिजाल्टै आउन टाइम लाग्छ। अनि फेरि अर्को वर्ष लौडा गाँडो त्यति त मलाई गाँड त भइगयो नि 8 वर्ष लाग्छ। अनि बिहा त 3 वर्षको पार्ने भन्दै थियो त नि। अहिले 4 वर्ष। त्यही त्यो दिपक सरले भन्थ्यो अब डाक्टर पनि 3 वर्षको पुर्याउने सोच गर्दैछन्। अनि ब्याचलर सक अनि ब्याचलरले मात्रै त्यो नेपालमा त काम छैन। गाह्रो भनेर त बरु यति बाह्रदेखि बरु टुङ्गो लाउने कि त्यो 12 उमा गएर फेरि ब्याचलर त जोइन गर्ने विचार हो। अनि त्यो पढाइ त अनि त्यो ग्याप त हुनु पर्यो। अनि कसरी अब ब्याचलरको कुरा इन्डियाकै सेप्टेम्बरमा खुल्छ। कसरी हुन्छ होला सेप्टेम्बरमा इन्डियाको। अनि ब्याचलर त त्यो नेपालमा त अनि छिटै पुग्छ। तर छिटो पढाउँछन् के विदेशी काम नभए। उहाँ त अनि 3 वर्षको ब्याचलर 3 वर्षमा सकिन्छ नि। 3 वर्ष ठ्याक्कै 3 वर्ष इङ्ग्लिसबाट भन्न यस्तो कुराहरू किन अब आइल्स पढ्न आएको नेपालीबाट बोल्यो भने त सेम इङ्ग्लिस हो क्या बोल्नु
बानी बस्छ स्पिक पानी त बताए बानी बस्छ 6 महिनाभित्र जानु त कति अरे 1 मन्थको पैसा 1 मन्थको हिसाबले होइन कोर्स कम्प्लिटको हिसाबले हुन्छ 6 महिना ठिकै हो त यो मान्छे के उता गएर फेरि भएर आएको हो कि त्यही आएपछि पढाउनु टिचर कोचिङ यो कताको उयो अहिले 22 स्कुलका कलेजको त्यही त। उयो के भन्दा के त ज्ञान त छ नि पुरा त्यतिकै राख्छ नि राख्दो इक्जाम यिनीहरू आएर पढाउनु सबलाई बोलाउँदैन इक्जाम एक्जामको लोकेसन चाहिँ यही अरे यहाँ इक्जाम दिन्छ त्यो काम धाउनु पर्यो प्रेमीले फोन गर प्रेमीले यो भर्खर किने नि हेलो हजुर भन न करण तिमी कहाँ आइपुग्यो म चोकमा त्यो डाफेनेर ओर्ला भने होइन ल म आइपुगेँ म भोलि पढ्छु केटा के भोलि त पढ्न पाइन्छ नि अहिले हाम्रो आज सक्यो भने निचेतिर दबिरहेको छ हाम्रो 4 जना रहेछ अगाडिदेखि नै बसेर कहाँनिर झर भेटिन्छ चस्मा हिँड्छ मलाई म यहीँनिर छोडेर तैँले लगिस् भनेको आइरहेको चस्मा हरा आज कम्प्लिट भइसक्यो अब म त अघि भात पकाउने कालो कुकर ल्याइदिन्थेँ नि त अहिले चाहिँ यहाँ मैले है बाउले किन ल्यायो मैले हामी तिमीहरू नहुँदा नि हामी मात्रै उहाँ भएको होइन हामी बहुत धनी हुन्थ्यौँ मैले थिएन हाम्रो त थिएन कि तर तिमीहरूले छोडेको सम्पत्ति चाहिँ थियो नि त उता धनी हुन्थ्यो म त कति धेरै गाई थियो गाई साई नभए नि तामुले बगान मलाई बाउले पन्जाबबाट थुप्रो पैसा कमाउँथ्यो क्या यहाँ आराममा भिखारी भएको हुन्छ खेती गर्ने भएर अनि त्यहाँ पनि हुन्छ खेती त हुन्थ्यो तर तामुल बगान बढी हुन्थ्यो नि त तामुलबाट मैले यहाँ त खेती गर्नै पऱ्यो उहाँ त नगर्दा नि म तामुलबाट दिइहाल्थेँ पैसा अनि मलाई चामलहरूको अनि अब फ्री गरिदिइहाल्थ्यो सरकारले घर पनि फ्री बनाइदिइहाल्थ्यो खर्चै हुँदैन थियो खाना पनि रुच्ने मान्छे बेग्लै हुन्थ्यो होला भोटे आलिसोटे अलिक कुदिन्थ्यो होला टुक्क लाग्थ्यो क्या मलाई टाइमबाट फेरि फर्केर जाने बाउलाई गरेर सम्झाउँथ्यो यता मम्मी ठ्यास पार्दै हुन्छ लाइटर बलिरहेको छैन यता हाम्रो पुन्टु भाइ छ अहिले बाटोमा आइसकेको छैन यता हाम्रो अब बाटो पनि पिच हुन आँट्दैछ कालो पत्रे मात्रै हालेको पिच भइसकेको छैन यता कोलाको बोट पनि पुसिसकेको छ पर पुसु छ होइन यहाँ हाम्रो पुन्टे तक्लिया भाइ आइसकेको छ यता हाम्रो बुकु बुप्स आयो बुकु बुप्स तपाईँ मेरो फोटो खिच्दै ल अहिले चाहिँ हामी ठ्याक्कै यहाँ आन्टीको घरमा आइसकेको छौँ हाम्रो हल्ला पर छ त्यो घर शीतल भएकाले त्यहाँ घरको छेउमा राखिरहेको छ
हामी यतातिर छ घरहरू देख्न सक्छ वातावरण बाटो चाहिँ अलिकति भित्रैबाट आएको कुन घर अर्को आन्टीहरूको चाहिँ परको त्यही त्यो टिन लगाएको होइन छतमा टिन छैन त्यो छतमा टिन भएको कुन होला कस्तो घरहरू बाक्लै भएन नि एकैछिनमा अहिले चाहिँ हामी ठ्याक्कै यहाँ आन्टीको घरमा आइसकेको छौँ हाम्रो हन्डा पर छ त्यो घर शीतल भएकाले त्यहाँ घरको छेउमा राखिरहेको छ अहिले चाहिँ हामी यतातिर छ घरहरू देख्न सक्छ वातावरण बाटो चाहिँ अलिकति भित्रैबाट आएको कुन घर अर्को आन्टीहरूको चाहिँ परको त्यही त्यो टिन लगाएको होइन छतमा टिन छैन त्यो छतमा टिन भएको कुन होला कस्तो घरहरू बाक्लै भएन नि एकैछिनमा अब हाम्रो यताको सकिसकेको छ होइन दमक जुत्ता पसल मेला अब सक्यो प्याकिङको तयारी भइसक्यो अब करण सरकार त्यहाँ पर सामान मिलाउँदैछ प्रेमी यता झ्यालबाट च्याउँदैछ उता के चियाको बस चाहिएको थियो पर्दैन पावर देखि मेरो कुदाउने कहाँ ल्याएको चाहिँ हेलमेट राखेको छु लगा मुझे हेलमेट लगायो भने देख्थिनँ मैले सक्दैन सेरे नगर बाइक अब अहिले बाइक चाहिँ अब हामी घुम्न आँटेछ घुम्ने बेला भइसक्यो यहाँ बाइक अब मामा आउनुभन्दा अगाडि नै बाइक सारा छोडिदिनु भनेको अगाडि बाइक बाटो यहाँमा धुन भनेर ल्याइसकेको छ कसको कथा हो यसले म बोल्दिन्छु है अहिले पानी आउन अनि अब सकियो कुरा अब के गर्नु भन्नु है के हो त मान्छे र फेरि पनि रथ यात्रामा सामेल हुने सम्पूर्ण भक्तजनजीहरूलाई हामी छठ पूजा समिति धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र पहिलो नम्बर
लगभग सकिसकेको छ बच्चा चाहिँ रोइरहेको छ पुरै चामल हो यहाँ आइदैन एउटा पाइप हाल्दै छ हिँड्न अलिकति अलिक पर त लस्सी खानु छ त्यही त लस्सी खानु छ हिँड्न कहाँ हिँडेको त यता चाहिँ जाउँ न त अनि तल भनेको त बस पर कहाँ त अगाडि ₹40 सिटीमा ₹30 अगाडि भन्ने आउनु यता गाडीमा जाउँ होइन हाम्रो दाजु हुन्छ के हो यो रहेछ होइन होला हो र यहाँ पो छ बस्नुपर्छ अघि हामी है त्यो त्यही त्यो दमको जत्रा रहेछ नि के रहेछ नि यो चाहिँ खरो आयो त है
यहाँदेखि नि भिडकोट छ गयो वाललाई हटाउनु अन्त यहाँ रोड निस्केको पनि ल अब कॉफी जूस 1 रुपैयाँ में हो यही भनेको हो यो भोलिको दिन त भइहाल्छ प्राइस हाम्रो चान्स मसिन मोटरसाइकल अगाडि छ
हाम्रो हरिण चाहिँ यहाँ छ है त ल भित्र यहाँ चाहिँ हाम्रो सोनिका मिस यता छु हामी अब हर्सको तपाईँलाई लिएर चाहिँ अझै सिम्पली टाढैमै छौँ है ल It's Happy Land. अनुप दाइको बेमा आउँदैछौँ हामी अनुप दाइको बेमा चाहिँ यो तलत गरिदिनु क्या म नाप्नु मिलाइदिनु रे मैले सानी गइसु क्या ओके ओइ होला दरे के त्यो काममा थाली त त्यो क्या त्यस्तै हुन्छ क्या उनीहरूले थाहा हुन्छ क्या मैले खेलेको छैन मन त खेलिएन म एकचोटि खेलेको थियो बयानी हो उयो इन्डियाको गएको थियो क्या हजुर त्यही खेलेको थियो लास्टै क्या पुरै डरा त्यस्तो आएको थियो ड्रागनले मुखमै आएको खेलो त्यस्तो लाग्यो क्या मैले क्या पहिला साइकल लिएर कुदाउनु भने पनि त्यसपछि अचानक आउँछ क्या हजुर मलाई कम त डर त्यो बेला मैले ज्यानै उडेको थिएँ कङ्ग्रेचुलेसन के त्यो कामै के हो कि के त्यो हल्ले के हो कि ट्रेनमै त्यस्तो होला ए अनि त्यस्तो लाग्छ क्या म त्यो पुरै ट्रेनमा बसेको छु क्या त्यस्तो माथि उठ्दैछ पछाडि पनि छैन को आउनु बुझ्नु सबै हजुर म होइन मम्मी के आउनु कोही बेला दसैँमा अनि तपाईँको दसैँ खेलाउनु भएन योपालि हाम्रो खोइ कहाँनिर के मान्छेमा छ होइन छोराछोरी जन्मे ए त्यो खुसीको अवसरमा के त हिजोको दिन त जन्मै हप्तामा अनि खुसीको अवसरमा पनि लाउनु पर्ने नि त्यही त हो नि तर किन चाहिँ फेरि कहिले काट उताको थियो कुन दिन यहाँनिर कत्रो ठुलो ठुलो बिल्डिङ महाकसम तुई डर खायो खायो नि त्यो बढी डरेको हाल्छ दुईजना एक्लै पैसा छैन खुला नि क्या मेरो पैसा मसँग दिएर रात का ए म त खाली कतिलो बोल्दै
त अब चाहिँ हामी घरतिर जान्छौँ हामीले गर्नु काम गरिसक्यौँ खेल्नु काम खेलिसक्यौँ जे गर्नु त्यो हामीले गरिसक्यौँ अब हामी घर जान्छौँ अहिले चाहिँ हाम्रो फिल्म चलिरहेको छ यता ल डिम्याक्स हलमा आइसकेको छौँ हामी घरबाट आएको साइकलमा म र गौरी अङ्कल पुरा बलिदान फिल्म चलिरहेको छ अहिले यहाँ गौरी अङ्कलको रत्नबहादुर तामाङ उता लामाटोलतिरको बाटोतिरको अङ्कल छ भेट भएको छ यता दमकतिरै बस्नुहुन्छ अरे अङ्कल पनि यसो 4 महिना भएर काम गरेको ल त गाइज अहिले एकछिनतिर हामी घरतिर जान्छौँ नवमी 2082 साल हो तेरो बिहे भएको दिन म बहिनी तेरो बिहे भयो है भनेर भन्छु अरे त्यो दिन आउँछ ल मैले यहाँ छ यो यहाँ छ म यहाँ छु तँलाई स्टेजमा तेरो हल्दीको बेला है ल तेरो बिहे भएको दिन यसको बिहे भएको दिन म यसलाई यो भिडियो देखाउँछु यसले बिहे हुँदैन भन्दैछ कि र तेरो बेबी भएको दिन पनि यो भिडियो देखाउँछु म यहाँ मैले यता छ म यता र त बुढी भएको बेला नि यो भिडियो म त देखाउँछु त 40 वर्ष पुग्दा म 50-52 वर्ष पुगिन्छु 40 वर्ष पुग्दा पनि यो भिडियो देखाउँछु म बेबी भएको पनि देखाउँछु बिहे भएको पनि देखाउँछु स्क्रिन कास्ट गरिदिन्छु त्यति बेला त केही न केही त होला नि त स्क्रिन कास्ट गरेर देखाउँछु यो भिडियोमा अहिले यो 13 वर्ष होला धेरैमा 13 25-22 देखि 30 को बिचमा यहाँ पहिला यो निर्माण भन्नु कि हुँदैन बेबी नि हुँदैन अहिले 2टा बेबी भइसक्यो अस्तिसम्म कलेज पढ्नु थियो मैले बिहे गरे भने हैन 40 र 50 को लाइनमा गर्छु 4वटा बेबी हुन्छ भन्दैछ अब ल म यो भिडियो स्क्रिन कास्ट गरेर देखाउँछु ल मलाई यहाँ छ मलाई आज बिरामी भएर सुतिरहेको छ हैन म यता छु 40 र 50 को लाइनमा कोही पनि आउँदैन ल त्यो गाला छ नि गाला यहाँ पुगेको हुन्छ चिउडोमा पुगेको हुन्छ चाउरी भयो त्यति बेला कोही पनि भेट्दैन बच्चा भाइसँग गरेछ भने भिन्दै कुरो आफू समानको चाहिँ भेट्दैन छोराको बाउ भेटिस् भने बेग्लै कुरो नभए भेट्दैन 40-50 मा होइन लु 22 देखि 30 को बिचमा यहाँ बोलिन्छ म पनि 40 देखि 50 हुँदैन त्यो दिन तँलाई भिडियो म देखाइहाल्छु 10 वर्ष पछि 10 चाहिँ नभनौ कि मलाई हो 13 पुग्यो नि 17-23 तिर त यसको भइहाल्छ नि किनकि त 12 पास गरेर पहिला विदेश जान्छ विदेशबाट आइहाल्छ फर्केर त्यति बेला गरिदिइहाल्छ नि तपाईँ अब चान्से होला नि त रहर होला नि त एकपल्ट अहिले 13 वर्ष लु ठोक बाजी ल तँलाई एउटा 1 लाख कै ल तँलाई त्यति बेलाको लेटेस्ट आइफोन 1 लाख अनि होइन त्यत्रो औकात त न त्यति बेलाको लेटेस्ट आइफोन ल आइफोन 30-40 पुगेको हुन्छ आइफोन चाहिएन अरे ल
लु 1 लाखमै डिल पक्की भयो ल आज दसैँको बेला विजय दशमी 2082 साल असोजको महिना अब कति साल 2025 अगस्त सेप्टेम्बर असोज 2 महिना या हाम्रो घर त पक्कै नै आउँछ त्यति बेला नि देखाउँछु ल सबै जतिखेर मैले भेट्छु त्यतिखेर देखाउनु टिको लाउन आएको बेला ल टिको लाउन आएको बेला ल बिहे भयो भने बेबीसँग आइन भने चाहिँ एक बिहे भएको 1 वर्ष पछाडि बेबीसँग अहिले 13 वर्षमा चम्किँदैछ 22 वर्ष 23 वर्ष त पुग्छ त्यति बेला हामी मैले कति वर्ष पुग्छौँ त धेरै पुगेको हुँदैन म चाहिँ धेरै नै पुगेको हुन्छु है म 30 गर्छु हो म बढी गर्छु म 35 पुग्छु र तेरो बिहे हुँदाखेरि ल डिल पक्की भयो हुँदैन भनिरहेको छ नि न मेरो बिहे हुन्छ न म नेपाल फर्केर आउँछु होला तर नेपालले विदेश जान दिँदैन तल अब नेपाल नै थुनेर लाग्छ मोले तर मोले तिम्रो सँगसँगै पुग्छ फेरि जाने नै हो त जसरी भए पनि जे गरे तिमीले मोले 5 वर्ष ठुलो थियो भने मोलेले रोक्थ्यो मोले पनि अब 1 वर्ष त हो क्लासमा डिफ्रेन्स यसलाई त म उगाले उडाइदिन्छु अनि क्लासमा 1 वर्ष त हरि डिफ्रेन्स 2 वर्ष त हरि 2 वर्ष त ठुलो के हो खास 2 वर्षले के हो खास यसलाई के गरेर हुन्छ कसो गरेर हुन्छ 2 वर्ष यसलाई तल झार्नुपर्छ फेल गरेर हुन्छ कि के गरेर हुन्छ जे गर हामी राम्रो नम्बर ल्याउने हो बिहालीमा हैन अनि त्यसपछि अनजको साथी अस्ति नानीमा पनि राम्रो नम्बर ल्याएर के रे बोले अनजको साथी अस्ति केही साथी अस्ति 12 सक्ने यतिकै थुप्रोको भयो नि त्यहाँ त्यो मेरै त मैले 12 पढ्दै हो हामी 11 पढ्दा जाने हो लज्जा 11 मा रे कति हजार आएको अरे युट्युबबाट 20,000 आएको अरे 33,000 $30 होइन $30 आएको छ अनि इलेक्ट्रोनिक स्कुटर छ होइन अनि यस्तो छ ल अनि हामी तमको हस्पिटलमा छु होइन ठुलो दिन घुरियो अब उता न्याङ भएर तम पढाएको होइन नगर हस्पिटल आँखा जचाउनु भनेर आएको अनुसार आज कत्रो ठुलो पानी परिरहेछ फेरि हिजोदेखि परेको आजसम्म रुवाएकै छैन उहाँ कति धेरै पानी भरिसकेको खेत कता हिँडेको बिजुली बालेर हट भएर पट भएर बुझ्नी त हिँडेको हिँडै
Damak, get ready because Nepal's biggest study abroad event, also known as Multi-City Admissions Day, is coming to your city. यही 27 अगस्त अर्थात् भाद्र 11 गते हामी आउँदैछौँ नेपाल होटल दमकमा, जहाँ हजुरहरूले 20+ universities from 9 different countries भेट्न सक्नुहुनेछ र आफ्नो एलिजिबिलिटी, डकुमेन्ट्स एन्ड फाइनान्स र स्कलरशिपको बारेमा फ्रीमा मजाले बुझ्न पाउनुहुनेछ। इस इवेंट को दिन we have got you covered with massive 50% off on test preparation classes and many exciting gifts. On top of that, you could be the luckiest winner because हाम्रो lucky draw मार्फत एकजनाले आफ्नो study abroad को लागि one-way ticket र अर्को एकजनाले MacBook Air जित्न सक्नुहुनेछ। So mark your calendar and make sure to not miss this great opportunity. त्यो फर्म बने डेट कहिलेसम्म छ सिबे भन्दा 10 गते मुख देखा नि त नि 10 गते हो फर्म बने डेट कहिलेसम्म छ अरे 10 गतेसम्म छ त्यो प्रेममा म त्यो किन त्यो म त्यो ढाटेको अन्त त्यसो खै किन हामी आइसकेको छौँ है सशस्त्र प्रहरी बल पनि आइसकेको छ सबैजना भेला हुनु पर्यो ल छिटो सिधै सिधै मट्टु हैन मोहनी छैन मैले एप खोलेको छुइनँ त्यही भएर म एटिएम कार्ड मात्रै छ तिमीलाई कसरी हाल्दिनु भन त हाम्रो चाहिँ इलाका प्रशासन कार्यालय गौरादा झापाको यहाँ छ है त ल हामी चाहिँ आइपुगिसकेका छौँ म यता छु त्यहाँ पछाडि आउँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ हैन क्यामेराले देखाइहाल्छ
हामी आइसक्यौँ हामी इन्टर पनि गर्छौँ भित्र साइकल यही छ म चाहिँ अस्ति हामी यही नै ठाउँमा बस्थ्यौँ त्यो बोधवनमा प्रगति स्कुलमा 11मा पढ्दाखेरि चाहिँ भित्र त्यहाँ यहाँसम्म हानिदिएर थिएँ क्या अहिले चाहिँ अब यतै छु म यही त हो बा मेरो सेन्टअप यहीँ त थियो अस्ति एक्जाम यहीबाट त बाइकमा आउँथ्यौँ बा हामी ल पत्याउनुहुन्न नपत्याएको कन्डिसन अब चाहिँ हामी गौरातिर जान्छौँ यहाँबाट होइन चित्त बुझ्दैन माओला बस्ने भनेको त यसो कोही कोही बेला यसो त्यसो पो भाइ म भित्र बस्न खानु हामी चाहिँ यहाँ ठुलो घरमा आइरहेको थियौँ होइन यही रहेछ खोज्दा बिल्डिङको घर यो बिल्डिङको घर अगाडि रहेछ होइन अनि चाहिँ खोज्दा म बाबा चाहिँ त्यहाँ जानु सोध्नु घर यही रहेछ क्या अन्त बिर्सिरहेको होइन बिर्सेको गाडी थियो अगाडि अहिले गाडी छैन कार्टनै पठाइदिनु पर्सि ल्याएर अस्ति मैले त्यही भएर कार्टन ल्याउनु यहाँ माथितिरबाट घरमा भनेर भनेको म एक दिनमा गइहाल्छु किन चाहिँ कार्टन हुने नि त मलाई सजिलो हुन्थ्यो यहाँ यसो खाजा बनाएर दिन ओर्नु खै बाबाले अन्त दुइटै पढ्यो नि यो नोट रेडमी नोट यहाँ यता अर्को आइरहेको म आउँदाखेरि आकाश स्कुल घरि थिएन
हामी निमेष यहाँनिर आइपुगिसकेका छौँ तैँले बोलाएर थिइस् तर त यहाँ छैनस् होला अहिले घर पुगिसकिसकेर त्यही लाइभ स्ट्रिम जमा म पसेर आउँछु त्यहाँनिर भर्खरै अपरेसन लिची पाकिसकेका छन् लिची देख्न सक्नुहुन्छ घरको ताजा लिची मम Where are you, Mom? Where are you, Mom? I'm coming, Mom. खोइ अनाजे काममा गयो चार पाँच दिनको छुट्टीको बसाइ पछाडि अन्डा रह अन्डामा खुन पनि लागिसकेछ मुर्गीको कुखुरा बिस्तारै हाल्नुपर्छ पानी परेर ठाउँ बाटो भने फेरि माटो हालेर मिलिसकेको रहेछ के छ ड्याड ठिक छ नि ओप्पो भिभो स्यामसङ ओप्पो एकै ठाउँमा छ कम्पनी रिसलर मोबाइल हब स्यामसङ एकै ठाउँ यता फेरि रियलमी आमा यी पैसा त जानु मोबाइल फोन आजको भ्लग हाम्रो सुरु भएको छ जहाँ हामी देखाउन गइरहेका छौँ तपाईँहरूलाई हामीले अस्ति भर्खर 10 दिन अगाडि ल्याएका चल्ला हाँसका टिउराहरू रहेका छन् जुन तपाईँ देख्न सक्नुहुन्छ त्यसै गरी हाम्रो यहाँनिर यो पासीमा पनि हामीले दुईटा चल्ला ल्याएको छौँ त्यो पनि हेर्न सक्नुहुन्छ नयाँ चल्ला र अब हामी भने हाम्रो घरको बाख्रा र खसीहरू पनि देखाउन गइरहेको छौँ जो तपाईँ देख्न सक्नुहुन्छ र यिनीहरूको लागि भनेर हामीले अब यिनीहरूको खोरको लागि भनेर हामीले बाँसहरू काटिरहेको छौँ पुरै रूपमा विशाल रूपमा जुन तपाईँ देख्न सक्नुहुन्छ अब यहाँ बाँस भने काठ छिनेर आदि हुन आँटिसक्यो भने यतातिर अनि हाम्रो अर्को ब्रदर भने हाई हेल्लो गर्दै उतातिर पुरा मुखमा गाम्चा लगाइवरी अर्को हाम्रो भाइ छ पक्याङ भाइ जुन भाइ पनि पुरा अर्को दाउले पुरा चलाइरहेछ पुरा झ्याङ फाडिरहेछ बाँसको लागि भनेर खोरको लागि भनेर बाँसहरू पुरा काटेछ र अर्को हाम्रो यो माटु भाइ भन्ने अब चाहिँ पुरा बन्द जस्तो हरकत गरिरहेछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ उछलको र यहाँनिर भने हाम्रो अर्को आएको छ कुसु भाइ जुन भाइ मुस्कान दिइरहेको छ र अब हामी भने फाइनली हामीले बाँस काटिसकेको छौँ र अब हामी यो बाँस तान्न गइरहेको छौँ जहाँ चाहिँ माटु र कुसु भाइ दुईजना मिलेर पुरा बाँस तानिरहेछन् अब भाइ भने एक्लै हट म यहाँ तान्छु भनेर तान्न गएको छ अर्को भने पक्याङ भाइ फेरि आएको छ बाँस तान्नलाई भनेर र अर्को भाइले फेरि हट मलाई म तान्छु भन्दैछ अर्को हाम्रो ओली भाइले र यसै गरी हामी यहाँनिर देख्न सक्नुहुन्छ अर्को भाइ पुरा देखिरहेछ र अब हामीले फाइनल्ली अब हामीले काटिसकेको छौँ र अब हामी भने बाँस तान्नलाई रेडी भइसकेका छौँ जुन तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ हाम्रो भाइ छ क्यामेराम्यान भाइ र अब यहाँनिर हामी विशाल रूपमा पुरै धेरैजना मिलेर अब बाँस काट्ने कार्यक्रम पनि सकिसकेको हुनाले अब आज हामी भ्लग यहीँनिर समापन गर्दछौँ। यहाँदेखि अनि करणहरूले काम गर्ने ठाउँ त्यो बराबरी नै भन्दा नि हुन्छ तर यही अलिक नजिक हो भ्याएको चाहिँ गर्दैन क्या
म कस्तो लानु न हौ फेरि चारवटा हुन्छ नि फेरि कसरी चट्टा हुन्छ घरमा चारवटा होइन काम छैन मलाई एउटा दिइहाल ए भिडियो खिच्दै जान ला पक्रा नाङ्गे भयो तिम्रो त्यस्तो नगर्नु फेरि तै त कोलासँग खिचिन्न सकेन मान्छे यसो हाल्छ होला चालु पनि भिडियो माथि लु यस्तै छन् है यिनीहरूले काम सकेका छैन दुःखमा आउँदैछ ए राति भएर पनि भएको छैन के गर्नु आउँछन् भनी गएँ अब बिहान आउँछु भन्छन् कि के भन्छन् अब काम सकेर के अरे आउने अरे हो भाइ यहाँ कोही धमाधम छ बिहानदेखि लागेका यस्तै छ यिनीहरूको चारामाला हाकार छ हाकार लौ उत्पात छ यिनीहरूको त के गर्नु हो धेरै गाह्रो छ है धेरै गाह्रो छ हाँसेका चल्ला ल्याएका छन् खोर बनाउने उखरमा आउँदै गरेका छन् के गरेको हो यो बर्खा माछा हिउँदामै गर्नुपर्ने काम बर्खा गर्छन् ल है ल ल भाइ गाइज यहाँनिर हेर्न सक्नुहुन्छ केटाहरू पुरै भिडिरहेको छन् यहाँनिर बाँस काट्नलाई बाँस झाङ्गा पुरै केटाहरू पुरै जोसेका छन् यहाँनिर जोसेका मुडमा छन् यो हाम्रो पहलवानले एक्लैले बाँस तानेर लगिरहेछ अर्को हुन्छ हाम्रो टुस भाइ बहुत बढिया तरिका काट्दै हुन्छ साथमा पकाएको पनि आएको छ वाउ ए भाइ त्यहाँ त्यो बोर्ड दिनु भएको छ नि त्यो के त घाँसको बोर्ड मार्नु हुन्छ नि यहाँनिर कराउँछ ल तपाईँको सिस्ट्याक हेर्न सक्नुहुन्छ तपाईँ म भ्लग बनाउँदा हुन्छ ल ल मोटे झारिदियो उतापट्टि बाँसै झरा छैन यहाँ यत्रो 70-80 किलोको हात्ती चढिरहेछ यतापट्टि यो 20 किलोको मान्छे भविष्यको हिरो कुसुली मुसुली ओइला यो भाइ त यो त युट्युबमा जाने भिडियो त हो त मोटो फोटो अबुई ओइ भाइले हाल्छस् मैले गाडी खान्छु त्यसले गरेर अझै ल यहाँ फाइटिङ सिन हुन आँटेको छ गाइज भक्की भक अरे म हान्दिउँ क्या उचालिदिउँ गाइज अरे उचाल्नुभन्दा अगाडि नै भएको गाइज यो म हो यहाँ यो चोर हो यो को अरे चोर हो खै त मलाई कत्रो बेर लाग्यो यार यति बेरमा त म त बाँस तानिवरी काटिवरी बनाइ पनि दिइसक्थेँ भयो दाजु म सक्दिनँ हेर्न साला चोर हमसे ना हो पाएगा म हेर्नु गाइस यत्रो सुकोको मान्छे यी चोरहरू साला कस्ता चाहिँ रहेछन् हौ मुरा यत्रो जिउ छ एउटा बाँस तान्न सक्दैन नि यार अहिले चाहिँ हाम्रो यहाँ पुल कार्यक्रम चलिरहेछ होइन साइडको चिज हाल्नु यहाँ हाम्रो माटे अङ्कल पनि हुनुहुन्छ पुल यता डोजरमा हाम्रो भुवन दाइ यता माटे अङ्कल यता
हाम्रो अर्जुनहरू जम्मैजना भेटिरहेछन् काममा। यतातिर छ। झाबुडो त्यहाँ छ हाम्रो। झाबुडोले पनि धेरै बेर लाग्यो गर्नलाई।